गोविन्द मुकुन्द हरि नारायण हरि बोल। शुभ बिहानी, शुभ प्रभात, राधे राधे सबैलाई। आज बिहिबारको दिन र आज चाहिँ देशभरिका मजदुरहरूको लागि मजदुर दिवस पनि भनिन्छ होइन। आज मेरे हो मेको 1 तारिक र सबैलाई मेरेको पनि शुभकामना। आज त सबै छुट्टी हुन्छ नि, सानो ठुलो अफिसहरू सब सानो काम ठुलो काम सबै छुट्टी हुने दिन हो। तर हाम्रो यो चाहिँ छुट्टी हुँदैन है। अनि आज चाहिँ बिहान बिहान ब्रेकफास्टमा मैले बनाउँदैछु वाइ कति खानु, रोटी के होइन, कहिले कहिले यस्तो जङ्क फुड पनि खान पर्यो नि। अलिअलि त यसो कहिले कहिले जङ्क फुड सङ्फुड के जाति पनि खाना पर्यो भनेर नबिहाएर नि अल्छी गरेर खाना बनाउन अल्छी गर्ने अनि भन्ने नि। हस् त, हजुरहरू पनि दिन शुभ रहोस्। श्री राधे श्याम। यति मात्रै हाल्छु खुर्सानी चाहिँ। कोलाई वाइ मनपर्छ, मलाई चाहिँ खासै त्यस्तो बेसी मन पर्दैन। किनभने भेजिटेबलहरू हालेको छ भने चाहिँ मनपर्छ। आज चाहिँ एकदमै सिम्पल बनाइदिएको। छोराछोरीको अब ट्युसन छ, आज स्कुल त छैन, मेरेको छुट्टी। बाई बाई।